शुभ प्रभात र डेली होपमा तपाईलाई स्वागत छ। आजको सन्देश गहिरो व्यक्तिगत विषयमा छ। हामी सबैले जीवनमा कहिलेकाहीँ सङ्घर्ष गर्ने कुरा क्षमा र त्यसबाट आउने चङ्गाई। यदि तपाईले कहिले चोट पाउनु भएको छ, गलत बुझिनु भएको छ वा धोका पाउनु भएको छ, यो सन्देश तपाईको लागि हो। आउनुहोस् परमेश्वरको वचनबाट सुरु गरौँ। एक अर्काप्रति दयालु र करुणामय बन, एक अर्कालाई क्षमा गर जसरी ख्रीष्टमा परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुभयो। एफएसी 4:32। अर्को शक्तिशाली पद, उहाँले टुटेको हृदय भएकाहरूलाई चङ्गाई दिनुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ। भजन सङ्ग्रह 147:3। क्षमा सजिलो छैन। साँचो कुरा के हो भने यो परमेश्वरले हामीलाई गर्न भन्नुभएको सबैभन्दा गाह्रो कुरा मध्ये एक हो। जब कसैले हामीलाई गहिरो चोट दिन्छ, हाम्रो स्वाभाविक प्रतिक्रिया त्यो पीडालाई समातेर राख्नु हो। हामी त्यो घटनालाई बारम्बार सम्झन्छौँ, हामी पर्खलहरू बनाउँछौँ, कहिलेकाहीँ हामी वर्षौंसम्म तितोपना बोकेर हिँड्छौँ। तर सत्य कुरा के हो भने क्षमा नदिनुले अरूलाई मात्र होइन, तपाईलाई पनि चोट दिन्छ। यसले तपाईको हृदयमा भार बनाउँछ, यसले तपाईको शान्ति खोज्छ, यसले परमेश्वर र अरूसँगको सम्बन्धलाई असर गर्छ। येशूले यो बुझ्नु भएको थियो, त्यसैले क्षमा उहाँको सन्देशको केन्द्रमा छ। यसलाई मनन गर्नुहोस्। क्रुसमा झुन्डिएको अवस्थामा पनि, अत्यन्त पीडामा हुँदा पनि येशूले भन्नुभयो, पिता तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरूले के गर्दैछन् सो तिनीहरूलाई थाहा छैनन्। लुका 23:34। यो अत्यन्त शक्तिशाली कुरा हो। येशूले माफी मागेको पर्खनु भएन, उहाँले क्षमा रोज्नु भयो। कल्पना गर्नुहोस्, तपाईले एउटा भारी झोला बोक्दै हुनुहुन्छ, त्यसमा ढुङ्गाहरू भरिएका छन्। हरेक ढुङ्गाले चोट, रिस, तितोपना, निराशा प्रतिनिधित्व गर्छ। जति लामो समय बोक्नुहुन्छ त्यति नै भारी हुन्छ। अब मनन गर्नुहोस्, तपाईँ ती ढुङ्गाहरू एक एक गरेर हटाउँदै जाँदै हुनुहुन्छ। यही काम क्षमाले गर्छ। यसले विगत परिवर्तन गर्दैन, तर यसले तपाईँको भविष्यलाई स्वतन्त्र बनाउँछ। क्षमा मार्फत चङ्गाई। क्षमा गर्नुको अर्थ तिमीले गरेको कुरा ठिक थियो भन्नु होइन, तर यसले तपाईँको भविष्यलाई स्वतन्त्र बनाउँछ। क्षमा मार्फत चङ्गाई हुन्छ। क्षमा गर्नुको अर्थ तिमीले गरेको कुरा ठिक थियो भन्नु होइन, यसको अर्थ हो म यो पीडालाई परमेश्वरको हातमा सुम्पन्छु। जब हामी छोड्छौँ त्यहीबाट चङ्गाई सुरु हुन्छ। परमेश्वरले तुरन्त चङ्गाई दिनै पर्छ भन्ने होइन, चङ्गाई एउटा प्रक्रिया हो। कहिलेकाहीँ समय लाग्छ, प्रार्थना लाग्छ र आँसु पनि आउँछ, तर सुसमाचार के हो भने परमेश्वर टुटेको हृदय भएकाहरूको नजिक हुनुहुन्छ। उहाँले तपाईँको पीडा देख्नुहुन्छ, उहाँले तपाईँको सङ्घर्ष बुझ्नुहुन्छ र उहाँ तपाईँलाई चङ्गाई दिन तयार हुनुहुन्छ, हृदयको गहिरैसम्म। अझ तपाईँले गर्न सक्ने केही सरल कदमहरू। 1 मा आफ्नो चोट स्वीकार गर्नुहोस्, यसलाई नलुकाउनुहोस्, परमेश्वरसँग इमान्दार हुनुहोस्। 2 मा क्षमा गर्ने निर्णय लिनुहोस्, भावनाले साथ नदिए पनि निर्णय लिनुहोस्। 3 मा त्यो व्यक्तिको लागि प्रार्थना गर्नुहोस्, यो गाह्रो छ तर शक्तिशाली पनि छ। 4 मा न्याय परमेश्वरलाई सुम्पर्नुहोस्। सबै कुरा तपाईले मिलाउनु पर्छ भन्ने छैन, परमेश्वर न्यायकर्ता हुनुहुन्छ र उहाँले हेर्नुहुन्छ। तपाईँ सोचिरहनु भएको हुन सक्छ, तपाईलाई थाहा छैन उसले मलाई के गर्यो। हो, मलाई थाहा नहुन सक्छ, तर उहाँले तपाईलाई त्यो भार बोकिरहन भन्नुभएको छैन। क्षमा कमजोरी होइन, यो शक्ति हो, यो स्वतन्त्रता रोज्नु हो, बन्धन होइन। आउनुहोस् हामी प्रार्थना गरौँ। हे स्वर्गीय पिता, तपाईँको अनन्त प्रेम र कृपाको लागि धन्यवाद। अझ हामी हाम्रो पीडा, हाम्रो घाउ र हामीलाई चोट दिने मानिसहरूलाई तपाईँको अघि ल्याउँछौँ। प्रभु, हामीलाई क्षमा दिन सक्ने शक्ति दिनुहोस्, किनकि यो सजिलो छैन, तर तपाईँले हामीलाई पहिले क्षमा गर्नुभयो। हाम्रो हृदयलाई चङ्गाई दिनुहोस्। हे पिता, तितोपना, रिस र दोषको आत्माहरू हटाइदिनुहोस्। हामीलाई तपाईँको शान्ति, प्रेम र अनुग्रहले भरिदिनुहोस्। हामीलाई स्वतन्त्रतामा हिँड्न र अरूलाई पनि त्यही अनुग्रह दिन सहयोग गर्नुहोस्। येशूको नाममा आमेन। अझ डेली होपलाई साथ दिनु भएकोमा धन्यवाद। सम्झनुहोस्, क्षमाले चङ्गाईको ढोका खोल्छ र चङ्गाईले स्वतन्त्रता दिन्छ। तपाईँको दिन आशिषमय र शान्तिपूर्ण रहोस्।